हेलो एभ्रिवान, तपाईहरु सबैजनालाई स्वागत छ मेरो भिडियोमा। आज चाहिँ म तपाईहरुलाई यो भिडियोमा मैले रियलाइज गरेको सानोबटे कुरा तपाईहरुसँग शेयर गर्न जाँदैछु है, अबाउट स्किन केयर। र स्किन केयर चाहिँ एकदमै इम्पोर्टेन्ट रहेछ जस्तो लाग्न थाल्यो मलाई चाहिँ है। हामीले चाहिँ एकदमै अगाडि नै स्किन केयर चाहिँ स्टार्ट गर्नुपर्ने रहेछ, किनभने मैले चाहिँ टिनेजमा चाहिँ एउटा पनि स्किन केयर गर्थिनँ है। त्यतिबेला अब आइडिया पनि थिएन स्किन केयरको बारेमा, प्लस अब स्किन केयरको प्रडक्टहरु त्यतिबेला एक्सपेन्सिभ हुन्छ होला जस्तो लाग्थ्यो हैन, सो कहिले ध्यानै दिइनँ हैन। तर खासमा भने चाहिँ हामीले स्किन केयर चाहिँ जति सक्दो टिनेजदेखिको नै स्टार्ट गरेको चाहिँ राम्रो रहेछ। अहिले मैले सोच्दाखेरि चाहिँ अहिले चाहिँ मेरो यहाँ फेसमा चाहिँ पिगमेन्टेसन आएको छ हैन। आफ्टर प्रेग्नेन्सी चाहिँ मेरो पिगमेन्टेसन आउन थालेको छ र यो चाहिँ आउँदै हुन्छ, एकदमै कम्ती मात्रामा फेड हुन्छ, फेरि आइहाल्छ, त्यस्तो हुन्छ। प्लस अहिले चाहिँ मेरो ओपन पोर्स पनि आउन थालेको छ हल्का, अनि मेरो नाकमा चाहिँ अहिले डार्क स्पट हैन, ब्ल्याक हेड्स पनि आउन थालेको छ हो। सो मलाई चाहिँ अहिले लाग्छ, अहिले चाहिँ मैले निकै अब यसरी ध्यान दिएर चाहिँ जब यो पिगमेन्टेसन, ओपन पोर्स, यो ब्ल्याक हेड्सहरू आउन थाल्यो, त्यहाँदेखिको चाहिँ मैले ध्यान दिएर अहिले चाहिँ मैले निकै बुझ्दैछु है। हामीले स्किन केयर चाहिँ हाम्रो स्किनमा केही नभए पनि हामीले चाहिँ स्टार्ट गर्नुपर्ने रहेछ, एकदमै राम्रो हुने रहेछ। र यो चाहिँ मैले मिराबेलको फेस मास्क अर्डर गरेको थिएँ है। यो चाहिँ फेसबुकको एड आइबस्थ्यो र एडबाट मैले 50% डिस्काउन्टमा चाहिँ अर्डर गरेको। यो मास्क चाहिँ मलाई एकदमै राम्रो लाग्यो। यसमा चाहिँ 6वटा आएको थियो 50% डिस्काउन्टमा हो। र 6वटामा चाहिँ मैले 3टा चाहिँ युज गरिसकिसकेको छु। अलग अलग छ है, यो अलग अलग प्रडक्टको अलग अलगमा छ। एलोभेरा, क्युकम्बर, हल्दीको, यसरी नै बेरिजको अलग अलग छ। सो यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो, मैले चाहिँ यो लगाउँदैछु। हुनु चाहिँ अहिले त्यस्तो राम्रो रिजल्ट त आएको छैन, तर पनि मलाई चाहिँ अलिकति राम्रो लाग्यो। सो तपाईहरुसँग चाहिँ त्यही सेयर गर्न चाहन्छु कि तपाईहरुले स्किन केयर अहिले पनि स्टार्ट गर्नुभएको छैन भने चाहिँ स्किन केयर स्टार्ट गर्नुहोस् है। हामीले मेन चाहिँ क्लिन्जिङ अनि सनस्क्रिन, सिरम, मोइस्चराइजरहरू चाहिँ मेन रहेछ हाम्रो स्किनको लागि है। अनि क्लिन्जिङ गर्नु, प्लस यो बेला बेलामा मास्कहरू युज गर्नुपर्ने रहेछ। हुनु त मेरो फेसमा त्यस्तो ज्यादा प्रब्लम पनि हैन, तर पहिलाको हेरि चाहिँ अहिले चाहिँ निकै डिफ्रेन्ट देख्छु म मेरो स्किनमा है, निकै प्रब्लमहरू देख्छु नि त। सो पहिल्यै मैले स्किन केयर गरेको भए चाहिँ सायद अहिले त्यस्तो हुन्थेन होला, यतिसम्म हुन्थेन होला जस्तो लाग्छ। सो त्यही भएर चाहिँ आज तपाईहरुलाई भिडियोमा सेयर गर्दैछु है। मेन चाहिँ क्लिन्जर, सनस्क्रिन, मोइस्चराइजर, टोनर, सिरम, योहरू चाहिँ मेन रहेछ स्किन केयरमा। सो तपाईहरु पनि स्टार्ट गर्नुभएको छैन भने स्टार्ट गर्नुहोस् अहिलेदेखिको है। हुन त इन्स्ट्यान्ट रिजल्ट पाउँदैन है, यिनीहरूले चाहिँ हाम्रो स्किनलाई लामो टाइमसम्मको लागि चाहिँ केयर गरेर राख्नेछ हो। सो त्यही भएर चाहिँ आज म तपाईहरुलाई मलाई रिग्रेट भएको कुरा चाहिँ तपाईहरुलाई यो भिडियोमा सेयर गर्दैछु। र मैले पनि पहिल्यै यदि स्किन केयर गरेको भए मेरो स्किन अहिले यस्तो हुन्थेन होला जस्तो लाग्छ है। हुनु चाहिँ अब निकै वर्ष अगाडि थाहा भएको भए अहिले पनि, तर लेट भएको छैन। अहिले चाहिँ म निकै ध्यान